भारतका रक्षा मन्त्री राजनाथ सिंहले 50 बीआरओ पूर्वाधार परियोजनाको उद्घाटन गरेका छन्। दार्जिलिङ सांसद राजु बिष्ट यसमा सहभागी बनेका थिए। केटिभी समाचारका सरप्राइज DPMI सिलिगुडी, India's leading paramedical institute, Government of India, Ministry of Education, AISHE code S19743. न्यू नोभेल्टी मल, कालेबुङ सहरको पहिलो शपिङ मल अब चाँडै सुरु हुँदै। वारोबर, the ultimate clothing store near Motor Stand and Sike Chowk, कालेबुङ। नयाँ दिल्लीको मानेकसा सेन्टर स्थित अशोक हलमा आज सीमा सडक सङ्गठन बीआरओको 66औं स्थापना दिवस मनाइएको थियो। कार्यक्रममा भारतका रक्षा मन्त्री राजनाथ सिंहले 6 वटा राज्य र 2 वटा केन्द्रशासित प्रदेशमा सम्पन्न 50 पूर्वाधार परियोजनाको उद्घाटन गरेका छन्, जसमा 17 वटा सडक, 30 वटा पुल र अन्य 3 वटा संरचनाहरू समावेश रहेका छन्। कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट पनि सहभागी बनेका थिए। उनले जानकारी दिए अनुसार राजनाथ सिंहले डुवर्स क्षेत्रको चाल्सा जलढका बिन्दु बाँध सडक अन्तर्गत खुनिया मोडदेखि कुमारीसम्मको 11.86 किलोमिटर सडक खण्ड समेत समर्पण गरेका छन्। यसले चपरामारी, नयाँ बस्ती, कुमानी चिया बगान, कोपिस भारी बस्ती लगायतका बस्तीहरूमा आवागमन र आर्थिक विकासमा टेवा पुर्याउनेछ। रक्षा मन्त्रीले बीआरओको योगदानको प्रशंसा गर्दै उनले कठिन भौगोलिक क्षेत्रमा भारतको रक्षा गर्नमा उल्लेखनीय भूमिका खेलेको बताएका छन्। उनले भारत माता की जयको उद्घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय सेनाले गौरवपूर्ण कार्यहरू गरिरहेको उल्लेख गरेका छन्। सांसद बिष्टले बीआरओको प्रयासले दार्जिलिङ, तराई, डुवर्स र सिक्किम क्षेत्रलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्। फोटो खिच्नु भन्ने थिए।